हरि ओम। आउनुहोस् आज केही क्षण गर्दनको, कुमको, कुइनाको, फोक्सोको लागि हामी लाभकारी आसनको प्रयोग गरौँ। सर्वप्रथमतः ज्ञान मुद्रामा सिधा बसेर गर्दनलाई बिस्तारै आँखा बन्द गरेर वरिपरि घुमाउनुहोस्। पहिले बिस्तारै घुमाउनुहोस् अनि अलिक तीव्र गतिले चारैतिर पुरा गर्दनलाई खुल्ला राखेर दुईतिरै घुमाउनुहोस्। यसरी केही 2-3 मिनेटसम्म घुमाइसकेपछि दायाँ बायाँ पुरा तन्काएर पछाडि अगाडि जिउनुलाई लगेर छातीमा जोडिदिनुहोस्। पछाडि लैजानुहोस्, फेरि अगाडि ल्याउनुहोस् अनि हातलाई यसरी मुठी बनाएर कुममा राख्नुहोस् र अगाडि पछाडि यसरी घुमाउनुहोस्। यसरी दुईतिरै। यसले कुमका लागिलाई धेरै लाभ गर्दछ, गर्दनलाई लाभ गर्दछ, छातीलाई लाभ, फोक्सोलाई लाभ गर्दछ। छातीका समस्याहरू, दुख्ने समस्याहरू छन् भने पनि धेरै लाभ गर्दछ। हात झमझमाउने तलमाथि यसरी आरामले यसरी घुमाउने गर्नुहोस् अगाडि पछाडि।